नमस्ते एभ्रिवान, तपाईँहरूलाई स्वागत छ। आज फेरि पनि हामीले नयाँ मुकबाङ भिडियोलाई लिएर आएका छौँ र तपाईँहरूले देखिसक्नुभयो आज हामीसँग 2PM करेन्ट चाउचाउ छ। अनि त्यस पछाडि मोमो हामीसँग छ। मोमो चाहिँ लगभग 60वटा जति हामीसँग छ। हामी सकाउँदैनौँ थाहा छैन। अनि मोमोको अचार यहाँ तपाईँहरूले देख्दै हुनुहुन्छ होला। अनि साइडमा हामीसँग सलाद छ। सलादमा चाहिँ हामीसँग मुला र प्याज छ है। अनि पिउनको लागि तातो पानी। ओके, ल अब सुरु गरौँ है। Let's स्टार्ट। हामी चाउचाउबाट सुरु गर्नेछौँ। हाँस्नु न हो, होइन अनि कसरी बुकबाङ गरेर गर्छौ यस्तो रेकर्सन क्या? यता ल्याएर चाहिँ खान्छन् होइन? हामीसँग त छैन त्यस्तो हो नि। एउटा थाल ल्याउनु पर्थ्यो त। कस्तो अरे मैले त्यस्तै गर्नु पऱ्यो। ओए मोमो नि खाऊ त्यो सकेर खाने। सुरु भए गर्नु म बहु कस्तो सुरुमै बाहुबली मोमो आएछ। एकछिन नहाँस है ल। सकाएको आमा कति थियो? म धेरै हाँसेछु यार। मिठो छ है आमा। हाँसु नि छ अरे यार। के थियो? मोमो फर्स्ट बाइट खान गइरहेको छु। फर्स्ट बाइट भगवान मिठो छ। तिमीलाई पिरो लागेन? पिरो यो नि चाहिँ लास्टै पिरो भयो यार मलाई त। आज फुड पोइजन हुन्छ जस्तो छ यार मलाई। मैले बल्ल बल्ल पकाएँ हाम्रो नुडल मात्रै हुन्छ होला। यो नुडल्सै भन्छ खै त्यो चाहिँ कस्तो एउटा सिङ्गे त खानै नसकिने बनाइएछ क्या आज। ठुल्ठुलो होइन? एकदमै झुसी छ। सरी यार, कस्तो यो अलिक भएन, यो अलिक सानो भएछ। तिम्रो त पोख्या नै रहेछ होइन? माथि मात्रै लो भयो। कस्तो छ पोख्या? यो बनाउन हामीलाई कस्तो टाइम लाग्यो नि।
मैले त पुग्यो यार पुग्यो हो हामीसँग थरी थरी बस्छ गाइस डोलो भन्छ पुग्न लाग्यो नि त मैले त हालिङ खाइसकेँ यार तर मैले खाएँ नि निकै कहिले खानु नि मैले खाएँ नि के बनाउँदा बनाउँदै 10-12 वटा जति खाएँ लास्ट वान बाइट खानु तपाईँको नाम मान्दैन मेरो नाममा म नि सक्दिनँ उल्टो पक्रेर खाँदो रहेछ हामीले मोमो चाहिँ सकाएनौँ है अनि चाउचाउ चाहिँ हामीले सकायौँ मोमो चाहिँ अनि बनाउँदा बनाउँदै पनि हामीले निकै खाएका थियौँ है अनि आफैले बनाएको हो मोमो बनाउने ट्राई गरेर आज हामीले मुकबाङ भिडियो गरेका छौँ अनि तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद अलिकति हँसाइ धेरै भयो जस्तो लाग्यो आजको भिडियोमा हामी माफी चाहन्छौँ भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद र आजको भिडियोलाई हामी यही अन्त्य गर्न चाहन्छौँ हामी अर्को भिडियोमा भेट्नेछौँ बाई बाई बाई